साथीहरू सेवा सोवारो सम्पूर्णलाई अनि म चाहिँ आज तपाईँले भन्नुहुन्छ होला मात्रै बनाउँछ भन्छ होला मैले भनिहालेको छु म ड्युटीको टाइममा ड्युटीमा जाने हो नत्र भने म कहीँ जाँदिनँ यही हो मेरो बस्ने प्लेसहरू चाहिँ कामले डिस्टर्ब गरेँ क्या कपडा सुकाउने ताराले अलिकति अँधेरो पनि भयो अन्त यो चाहिँ मेरो रुम हो तपाईँलाई देखाइदिन्छु है यहाँदेखि माथि अझै छर्कन छ त्यो त तपाईँलाई मैले पहिलाको भिडियोमा त देखाएको थिएँ है त्यो पोस्ट गरिसकेको पुरा डर लाग्छ हो त्यहाँनिर जानु चाहिँ अन्त आजको वेदरहरू हेर्नुहोस् न यस्तो भइरहेछ हो किनभने चिसो मौसम भइरहेको छ यहाँ त कम्ती अब घामहरू डुब्दैछ हो अन्त अहिले भएछ 6:12 वा 6:12 त चाहिँ अब यहाँ यत्तिको उज्यालो गाउँतिर त अब रात परिसक्यो होला है साथीहरू त हामी त यहाँ उज्यालोमै बसिरहेको छु अन्त साथीलाई के भन्नु भनेको हिजो त म साह्रो भिडियो बनाउनु पनि पाइनँ अन्त त्यो भिडियोहरू पोस्ट गरेको थिएँ त्यो अस्तिको दिनको हो हिजो त मेरो पुरा काम भएकोले गर्दा साथीहरू बनाउनु पाएन सानो काम प्रब्लम एकदम अब है घरकोहरू सबै घरको अब उयोहरू नै हो सानो काम थियो त्यो भएर म बाहिर जानु परेको थिएँ नि त अन्त त्यो भएर मैले एउटा त अपलोड गरेको होला सायद मैले अटोमा त्यो पनि गाडीको आवाजहरू आएको थियो अहिले पनि अब आवाजहरू त आइबस्छ अब किन मेन रोडमै बस्छु नि त अब त्यही भएर चाहिँ गाडीको आवाजहरू आइरहन्छ हजुर अन्त त्यही भएर चाहिँ भित्र रुममा बस्यो भने फेरि फ्यानको आवाजहरू अरूहरूलाई डिस्टर्ब हुन्छ है अनि सबै थाकेर आएको हुन्छ अब त्यो त बुझिदिनु पऱ्यो है साथीहरू अन्त हामी मात्रै अब हामीलाई पनि त डिस्टर्बहरू गर्दा म चाहिँ पुरा रिसिन्छु नि त अन्त निन्दा डिस्टर्ब भयो भने अन्त रिस उठ्छ अन्त साथीहरू अहिले चाहिँ के भने दुईवटा रिल्स बनाएँ अन्त चाहिँ अहिले चाहिँ चिया पिएर बसिरहेको छु यहाँ पर त हेर्नु न अन्त म चाहिँ हिजो अस्ति चाहिँ म थिइनँ त्यो भएर चाहिँ यति बिना मैला गरिराखेको थियो यहाँ चाहिँ हो तर पनि हेर्नु न साथीहरू मेरो यो त मैले अस्ति भर्खर रोपेको हो खोर्सानीको बिउहरू भर्खर यतिको हुँदैछ अब गाउँतिर त खाने बेलाहरू पनि भइसक्यो भन्दै थियो अब मेरो पनि हुन्छ समयको फल मिठै हुन्छ साथीहरू है अत्तालिनु हुँदैन त्यही हो साथीहरू अन्त मैले त भन्दै थिएँ हो अन्त यहाँनिर त यहाँनिर हेर्नुहोस् त साथीहरू अब यहाँ तलनिर त नि अब यति यहाँ तपाईँलाई देखाउँदैछु है एकछिन है यहाँनिर त अब एकछिन दिन चाहिँ सुरु हुनु थाल्छ यहाँ चाहिँ यति बिना पानीपुरी बिक्री हुन्छ होइन त्यहाँ चाहिँ त्यो भइहाल्यो त तर के साथीहरू अब आज